के अरे 16 को होइन भाइ यहाँ त 20 को होला कहाँलाई त्यो पाइप दिपक भर्ला 16 कै हो 16 त लगाइनै छैन अनि इस्टिमेटै छैन ए के अरे 20 को ए है दिमाग पनि के अरे 20 को 20 को त्यो त पाइप छोडिदिनु पर्ने भने भोलि मकै छ रे कहाँ त्यहाँ उसैलाई हैन होइन उसलाई हो तर उसको क्या सूर्यको भोलि माएको गोरु कान्छ धेरै पनि छैन त्यही 2 मिटर जति हो 2 2.5 जति जान्छ होला पाइप कहाँदेखि कहाँ ऊ त्यहीँबाट त्यही उसको धाराको छेउमा मात्रै हो अनि पुरानो छ नि पुरानो हालन भनेको कहाँ पुरानो हाल्छ हामी नयाँ हाल्छौँ भन्छ हैन नयाँ छ त्यहाँ तर मान्छे कोही छैन बसौँ हेर्नुहोस् खाने साने केही छैन त के बस्नु फुकट होइन बढीमा त्यो फुस्रो बसाइ के गर्नु त्यसले तान्छ नि अङ्कल गर्नु के होइन ओ भनेर के कराएको होला कत्रो आवाज आएको क्या फेरि त्यति नै बेला चाहिँ अब पालै पालो के हो यहाँ माथि बस कहिले आउने रहेछ यहाँ त के आउँथ्यो डाँडा खर्को त हो होइन भन्दा नि यहाँ आइदेखि त जानु सकिरहन्छ जिसिपी जाने बाइकमा प्रकाशकोमा लगेर राख्ने बाइक अनि जाने भाइ ए ए कहिले भोलि जाने पर्सि शुक्रबार त यता सबै उ गर्दैन यता फुलबुङबाट होइन हौ पैसा अलिकति 2-4 पैसा महँगो हो तर फुलबुङबाट जानु र त्यसो जानु एउटा उस्तै होला सायद तिमीलाई नजिक चाहिँ फुलबुङबाट जानु चाहिँ मलाई मात्रै यहाँ जानु होइन तिमी त्यहाँको बाटो त्यहाँ पुग्यो भने त्यहाँबाट छिटो पनि पुगिन्छ क्या पर्दैन जिसेबाट जाने नि 20 रुपैयाँ खर्च गर्ने 50 रुपियाँ आफ्नै होइन साधनले भ्यायो भने त्यहाँ जाने म त हिँडेर त त्यहाँबाट त्यहाँसम्म चढेँ अनि त्यहाँबाट उता लागेको 6:15 6 बजे 6:30मा हिँड्दो रहेछ 7:10 मा अब अहिले त उज्यालै हुन्छ ए के अरे पुगिन्छ अहिले त 7:10 मा हिँड्दो रहेछ त्यहाँबाट 6 बजे अगाडि पुग्नु पर्छ फेरि के त सिटको लागि चाहिँ पुग्दा राम्रो त्यताको नम्बर छैन है कान्छौँ गर्छौँ सियोसी खोला सियोसी एउटा होइन अपडेट गर कति मिटर चाहिने रहेछ नापेर जानु पर्ला जस्तो लाग्यो होइन अहिले उ गरिदिन्छ होइन माथि चार ठाउँ हालेको माठो मोबाइल के हो यार मोबाइल के त्यही पनि फोन गरेर सोधौँला न एकचोटि
बनाउने के यतै पो आयो है रुखमा उनीहरूलाई ढुङ्गा हानेको यतै पो आयो क्या रुखमा लाग्यो फोटोसोटो किन जायो भिडियो हालिदिएको छु उल्लीहरूको दाजु पहिला त्यसलाई ऊ बनाइदियो प्लेयर बना ए छ होला नि काठ ढल्ला नि फेरि त्यो भाँचेको टुक्रा नल्याएको त्यो भएको त्यसले नि काम होइन अब कुरो बुझ्यौ हो त्यस्तो भनेको क्या मैले त्यस्तो भनेको त्यो थिच्नलाई मात्र हो त्यो राखेर सेट गर्दै जानु भित्री बराबर है जीवन दादा कसले हुँदैन मैले बहुत देखेछु यहाँ त भाङ्गो पनि रहेछ माल हाल्दै आफै सेट गर्दै जाँदा बाहिरै निस्कनु पर्ने भयो गेट बनाएर जस्तो भयो उता कोटाको रुप्सा खेल्छ है के को रुप्सा 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 ठुलो खाल ठुलो चाहिँ लिएर आयो त्यसरी हुँदैन कि तलमा हेर न त्यसरी बनाउने र हुन्छ ल त्यसरी बनाउनु भयो नि सबै बनाउँ भने भन्दैथ्यो कि हिजो अस्ति यसैमा बनाएको होइन यहीँ बनाएर यो भोलि अब कन्टिन्यू बनाउनु पर्छ होला बेलुका चाहिँ जाने वाला हल्का ऊ छरेर राखिदिनु भयो भने हुन्छ तर फेरि अरू ए ए ए ए ए आधीबाट सिमेन्ट राखेको हो कि हजुर भन्दाखेरि ए चारैबाट गयो सट्ट आउँछ के बचाउनु त्यो काठले त अनि बिचको ठुल्ठुलो खाल्टो दिन्छ अनि त्यो माल एउटा उता रहेछ त्यस्ता सुकेका माललाई यतै हाल्दै के मेरो राजा अहिले तिमीले त्यता हाल्दै भनेदेखि त्यो माल फेरि खक्रा बाहिर बस्छ